अहिलेको यो समय भनेको हामी जस्तो युवाले बोल्ने समय हो। हेर है, केटाकेटी हो, दाजुभाइ दिदीबहिनी अङ्कल आन्टी हो, म सबैलाई आह्वान गर्न चाहन्छु, यो अहिलेको समय भनेको हामी जस्तोले बोल्ने हो है। अहिले हामीले बोलेनौँ भने कहिले पनि बोल्न पाइँदैन, अहिले गरेनौँ भने कहिले पनि गर्न सक्दैनौँ। त्यही भएर म के भन्छु भने अहिले देश अब यो जुन यो भनौँ न प्रधानमन्त्री फेरि हो, सुशीला कार्की भयो, अब देशमा के हुन्छ कसो हुन्छ कुन तरिकाले अगाडि बढ्छ त्यो मलाई थाहा भएन। तर पहिला उहाँ जुन सुशीला कार्की प्रधानमन्त्री हुनुभन्दा अगाडि जुन केपी ओलीले शासन थियो नि, केपी ओलीको शासन, त्यतिखेर देश कसरी र केले चलेको थियो भने एउटा त यो हामी जस्तो नेपाली जनताहरूको करले हैन, र अर्को जो आफ्नो देश छोडेर विदेशमा गएर काम गरेर पठाएको रेमिटेन्सले देश चलिरहेको थियो। यदि त्यो दुईटा नहुने हो भने सायद न यो सरकारी कर्मचारीहरू बाँच्थ्यो हैन, न हाम्रो देश अगाडि बढ्थ्यो। अनि कुरा गर्छ ठुल्ठुलो। त्यही भएर अब यो प्रधानमन्त्रीले के गर्छ मलाई थाहा छैन, तर यो जुन हामीले पठाएको कर, हामीले तिरेको करबाट यो देशलाई कसरी अगाडि बढाउने हो हैन, देशलाई कसरी विकसित गराउने हो। र अर्को यो मेन पावरहरूलाई, किनभने विदेशमा दुबई, कतार, साउदी, मलेसिया, कुवेत, बहराइन, ओमन यहाँ जाँदा पनि मान्छेहरू यसरी ठगिनु, फसिनु हैन, दुःख पाउनु र त्यहाँ गएर पठाएको रेमिटेन्सले नै देश चल्छ भने जाँदाखेरि चाहिँ मान्छेहरू किन यसरी मेन पावर र दलालबाट ठगिन्छन्? यो कुरालाई चाहिँ जसरी हुन्छ सकेसम्म प्लिज यो भनौँ न यो ठुला नेताहरू कहाँ यो भनौँ यो शासनमा बस्ने मान्छेहरूले प्लिज ध्यान आकर्षण गरिदिनु होला है। यो पनि एकदम महत्त्वपूर्ण छ, किनभने विदेशबाट पठाएको रेमिटेन्स बिना नेपाल चल्दै चल्दैन है। र हामी जस्तो सोझा साझाले नेपाली जनताले कर नतिरिकन देश चल्दै चल्दैन। त्यही भएर हामीले बोल्नु नबोले अरू कसैले बोल्दैन यहाँ। त्यही भएर सबै नेपाली जनतालाई के भन्न चाहन्छु भने सबैले आफ्नो आफ्नो ठाउँबाट आवाज उठाइदिनु होला है। यो पार्टीको पछाडि लाग्ने काम नगर्नु, सबैले आफ्नो ठाउँबाट स्वतन्त्र रूपले यसरी आवाज उठाइदिनु होला सोसियल मिडियामा। सबैमा नमस्ते, जय नेपाल।